हेलो एन्ड नमस्ते नमस्कार सबैजना मेरो मित्रजनहरूमा सन्चै हुनुहुन्छ होला सबैजना अनि एकदम आराम कुशल छौँ। म चाहिँ आराम कुशल छु अनि हाम्रो दाजु पनि एकदम आराम कुशल। अहिले चाहिँ हामी टक्क खोला जान लागिरहेको छौँ। भन्दामा चाहिँ आज पारिबाट गाउँतिरको मान्छेहरू पनि हाम्रो दाजुभाइहरू साथीभाइहरू आउँदैछन्। हामी पनि यसरी चुई पारेर जाँदैछौँ अनि हाम्रो भेट्ने प्लान चाहिँ राम्चेमा छ होइन। राम्चे पुगिसकेपछि टक्क भेटेर अनि आजको एकदम बबाल भिडियोहरू आउँछ, अन्तिमसम्म हेर्न नभुल्नु होला। यस्तो भिड छ होइन, यहाँदेखि लड्यो भने के होला हालत। तलतिर हेर्नुहोस्, नेपाली चाहिँ पुरा जङ्गल त्यो तल सेतो देखिने त्यो खेततिर चाहिँ हामी आज पुग्ने प्लान हो खासमा चाहिँ। अनि त्यहाँदेखि नि उतै हो, हामी उयो थुम्कादेखि ओह्रालो झरिन्छ। हामी यताबाट त्यो पारी गाउँदेखि आएको, मेरो गाउँ पारी देखिरहेको छ हो। ए मेरो गाउँ साथीहरू, मेरो गाउँ कस्तो लाग्यो भन्ने। दाजुले चाहिँ मलाई छोडेको म कुद्नु नसकेर कहाँ छोडिसक्नु हो होइन। तल पुग्नु ल मेरो खुट्टाको चप्पल निस्किएर यस्तो भइसक्यो पसिना आएर। खानु कि नजानु या हामी यसरी जङ्गल कुदाइ मरिन्छ होइन। कुदिरहेको छ र गाईहरू साथीहरू मलाई छोडेर आफा गाउँमा हेहरू मजाक बेसी आउँछ अरे। दाजु ओह्रालो त बिस्तारै झरौँ है। के अरे दाजु कहाँ पुगिसक्नु? ऐ तेरी ओह्रालो त नहुने रहेछ हौ दाजु। तल दाजु हेर्नुहुन्छ या भरे यो सालेतिरमा पित्तै पऱ्यो नि। राम साथीहरू हेर्नुहोस् त, गुराँस कस्तो दामी फुलेछ बाटोमा। अहिले त ओइलिसकेको हो यो होइन, ओइलाइसकेको। अरू भन्दा नि यहाँनिर यत्रो घाउ भएको छ क्या, म यत्रो घाउ भएको छ नि हिँड्नै भएको छैन। केटाहरू कोही पनि चालचुल गरेर आएन कि केटा चाहिँ फोन हान्नु त। ला तिल्के, यो त हाम्रोतिर तिल्के भन्छ, तिलुके। अनि यसरी खेल्नु कम्ता मजा आउँछ।
पहिला चाहिँ हाम्रो गोठ यहाँनिर थियो होइन अनि काभ्राको बोट यही हो हाम्रो नस्पति यस्तो भएछ अनि यहाँनिर पनि सानो काभ्रा छ यहाँनिर घाँसको रुख थियो सबै यस्तो भएछ अहिले त आया अनि यहाँनिर चाहिँ हाम्रो भैँसी बान्थ्यो यतातिर गाई बान्थ्यो अनि यो बारी हाम्रो यस्तो भइसकेछ कसै पहिरो लडेछ के भइसकेछ अनि यो नेबुवा चाहिँ यस्तो फल्थ्यो अहिले कसले छासिदिएछ कसले काटिदिएछ होइन यस्तो बनाइदिएछ हेर हाम्रो बारी यस्तो सबै चौरी पल्टिसकेको छ यहाँ यसले गोरुले नजोत्नु सकिन्छ न यहाँ ट्र्याक्टर आउन सक्छ यार अब चाहिँ हामी साला साथीहरूलाई भेट्नु लाग्छौँ के उहाँ पतिर साथीहरू पुगेछ अब यो खोलामा चाहिँ खेल्नु आएको हामी खासमा आज अब यो मुनतिर एउटा झरना छ तपाईँहरूलाई म देखाउँछु टाढो हुँदो रहेछ यार खोलामा त वाटरफल गाइज वाटरफल यो त सानो झरना हो कि त्यो दिलदेखि अघि यस्तो घुमेर झऱ्यौँ उतानेर रहेछ दुईजना अब त हामी जाँदैछौँ यस्तो दामी जग्गा यहाँ दह खेल्ने ठाउँ छ बच्चै आयो मजा यसको काँडा यति लाउँछ यार बिजो भने त ला लडिन्छ ला याच्छा गऱ्यो हामी आयो हेलो 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 भयो भयो हाम्रो यहाँ वाटरफल भन्नु न पानी त सानै छ साँच्ची राजा हामी बल्छी नबनाउने गडेरा छ गडेरा अब यो झर्नाबाट चाहिँ कसरी झर्ने हो त्यो चाहिँ सोच्नुपर्छ है हामफालै झर्नुपर्छ हैन के राजा ए पहिला हामी पौडी खेल्ने त अझै यही हो दाजु हामी पनि बल्छी बनाऊँ न के लडिन्छ है लडिन्छ यसो भाइले माछा मारेको र तर बस्दैन खुट्टा मात्रै खुसी गर्ने आज रमाइलो हो है पहिला हदे कुनामा कम्ती पर्थ्यो
अब त हामी यो छाँगा पार गर्ने कोसिसमा छौँ होइन। एकजना त्यहाँ बाटो बनाउँदै गइरहेछ। अरू त ऊ त्यतातिर छ। ए ऊ त्यता मासतिर छन् अरू ऊ त्यतातिर। ल अब यो झर्ना चाहिँ हामी कट्ने निदो गरिरहेछौँ तल झर्ने। ओइ ऊ त्यो लहरामा झुन्डिँदै झर्दैछ। ऊ त्यो माथिदेखि झरेको लहरामा हात होला हात। ओइ ओ डेडु अरू भन्दा नि डेन्जर त ऊ त्यो तल छ कि लास्टमा। लास्टै डेन्जर छ। मैले अब यहाँदेखि यस्तो तेर्स जानुपर्ने हुन्छ। म त यहाँनिर आएर ट्याक्कसँगले भिडियो गरिरहेको छु कि यो उँधो डिल चाहिँ यत्रो डिल छ। ओ भाइ रे भाइ साहब क्या हो गया रे? ओए लोड लास है केयरफुल भाइ। हेलो आयो आयो कारवाही पछाडि छ। हामी तिनमा ओडाँदै बिस्तारै है। ओइ ओइ ल है ल त्यो तल पहरामा झुन्डिन्छ। साह्रै चिप्लेर झर्लास तल एकैचोटि। हाम्रो दाजु यहाँ पुरा कन्टेन्ट क्रिएटर होइन। दुईजना तल झरिसकेछ। ओ विश्व ओ यता हेर त आयो है च्याप्पो ल झर्यो। ल ल ल ल फाला भाइ फाला। के छ बाबु खोइ ऊ तल झरिसकेछ बुढा। फाइनली हामीले एउटा ठुलो छाँगा चाहिँ काटिसकेको छौँ। अब यहाँदेखि ओह्रालो चाहिँ हामीलाई त्यति परेशानी हुँदैन भन्ने मलाई लागिरहेको छ। तर मेरो बल्छी खोइ कहाँ गयो? अझ हामी यो दुलो हुँदै भित्र पास हुनुपर्ने हुन्छ। यहाँनिर थियो नि कोही केजीका यस्तो छ। बल्छीको हालत यस्तो छ। पानी जस्तो भित्र पास हुन्छ। बसेर मार्नु पर्ने केटाहरू हल्ला गरेर कि मैले यहाँ थाप्नु हेरौँ यहाँनिर। त्यस्तो छ बाहिरबाट यसरी हिँड्यो भित्रबाट यस्तो दुलो छ। माछा हजुर मारियो आज 350 मारियो 400 पुगेर जाने। अब त भन्न झऱ्यो है। ओ अनिल यता यता परसर यस्तै माछा आयो गाइस माछा ओडा चाहिँ माछा आयो गाइस माछा। मैले एउटा मारे माछा।
मैले एउटा त मार्दै साथीहरू गाई माछा ओ कविन दाजु ल है साथीहरू चाहिँ यहाँ सबैजना बिसाउने भयो अब यहाँदेखि चाहिँ ओह्रालो हाम्रो जाने सम्भव भएन अब उकालो फर्किने ल यहाँको झरनादेखि चाहिँ हामी झर्न सक्छौँ त्यसलाई त्यसलाई उठो ल नि ल ल ल ल ओहो ल ल बाहुबली ल बाहुबली जाँदा त जाँदा ल जुत्ता बजिरहेको आयो ल 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 मजा भयो यार ओहो गाई चरु खोलै खोला तिरैतिर यतातिर पनि अर्को जानु तेरिका रमाइलो पनि हो पर डेन्जर रमाइलो भयो आज भाग्नु है तर्साउने आयो अघि तलदेखि नै दुलो चाहिँ है माछा गाई माछा केटाहरू को छिर्दैछ अनिल छिरा 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 न यहाँदेखि छिरेको यतातिर निस्किन्छ साथीहरू अब चाहिँ हामी अहिले चाहिँ फर्किने क्रममा छौँ अनि फर्किने क्रममा चाहिँ अनि साथीभाइहरूसँग एकछिन रमाइलो कार्यक्रम पनि हुँदैछ
अनि उतातिर हाम्रो भतिजीले पनि भिडियो खिच्दैछ यतातिर माछा हेर्दैछ मैले नि यहाँ बोकिरहेको छु माछा साथीहरू अन्तिमसम्म भिडियो हेर्न नभुलाउनु होला है त एकदम रमाइलो छ आजको भिडियो अझै वाटरफल झरना आउँदैछ अगाडि तपाईँहरूलाई म देखाउने नै छु भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला ओइ 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 पौडी खेल्नुपर्छ ल त्यो भाइ लड्दैन माक्री भाइ जरा भरा जरा न जरा फाल्देऊ भाइ जरा न जरा ओ भाइ नझर्ने जरा न जरा यहाँ भिडियो बनाउनु हामी त्यो माथिल्लो डिल पुग्नुपर्ने छ यहाँदेखि उता भाइ गएर अड्किराखेको छ होइन अब यस्तो तरिकाले जानुपर्ने हुन्छ अनि हामी यहाँ भेला भएर अब चाहिँ उकालो चढ्ने कार्यक्रम हुन्छ बाँदर जस्तै झुन्डिरहेको छ यार सबैजना माथिको भिड यस्तो छ यार तनाव छ आज यहाँ म कसरी चढ्ने भइरहेको छु होइन मलाई पनि ढुकढुक भयो तर म चढ्छु म भनेको चढ्न सक्छु एकदम ल है ल साथीहरू चढौँ है चढौँ अब चाहिँ म अलिक सजिलो आइपुगेको छु अनि उकालो चढ्दैछु सबै साथीहरू गइसकेको कि केटा हो एउटा गोरु त्यहाँ आइपुगिसकेको छ ल हाम्रो साथीहरू चाहिँ यतातिर छ होइन म चाहिँ यहाँ झर्नाको टुप्पीमा छु ए सरी यार मैले गाली गरेँ हानिदिरहेको छु ल ल ल ल ल ल ल फेरि अर्को अर्को दाजा अर्को 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 ओइ 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 कालो के त्यसरी कोही चाहिँ उता चढ्नु थालिरहेको छ फेरि उल्टी 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 दाजु उल्टी बम्रो उल्टी ल फेरि फेरि वान मोर वान मोर वान मोर ल दे दे यहाँ ढाड चिलाउनु थालिसकेको छ केटाहरूको यार आम्मामा मैले निस्केर हेर बिजोक
ल ल ल ल ल ल ल या भयो फाइनली हामी अब चाहिँ हाम्रो बारी मुनि मुनि आइसकेको छ सजिलो बाटोमा होइन फाइनली अब त सजिलो बाटोमा बल खेल्ने कार्यक्रम हुँदैछ अब दाजु यतातिर चाहिँ पुरा पहिले खेत थियो होइन यता पुरा धान रोप्थ्यो अझै अहिले सबै बाँझो भइसकेको छ यसरी अनि यहाँनिर पनि पहिले धान रोप्नुहुन्थ्यो यो पनि पुरै बाँझो छ अनि ल साथीहरू हामी चाहिँ अहिले घाँस काट्दा दाउरा काट्दा गोठालो गर्दाखेरि खेल्ने ठाउँ अनि यो चाहिँ हाम्रो मेन पोइन्ट चाहिँ यही हो त्यो पारीको देखिने बारी चाहिँ हाम्रो हामी चाहिँ अघि यो माथि डाँडादेखि झरेको त्यो भर्ला पनि सबै उयो भइसकेको छ नि यो चाहिँ हाम्रो बारी हो हामीलाई छोडिसकेको तर पनि अरूहरूले चाहिँ घाँस काट्दै रहेछ ऊ यतापट्टिको चाहिँ खेत हो होइन ऊ माथिसम्म छन् माथिको पनि खेत हो हाम्रो यो पनि हो अनि अहिले चाहिँ मलाई बोल्नको लागि अलिक मुड चलिरहेको छैन ल बधाई छ दमाईहरू यो त साथीहरू हामी पढेको स्कुल हो अनि हाम्रो अहिलेको हालचालको के अरे टिचर चाहिँ यता हुनुहुन्छ हाम्रो दाजु अनि पछि बनेको नयाँ भवन चाहिँ यो हो श्री सुभतारा आबी के हो आबी अहिले पछि कता छ दाजु अनि यहाँनिर सोलर प्यानल पनि हाल्नु भएको रहेछ 4वटा ल यही छ है यस्तै छ हाम्रो गाउँतिरको यो चाहिँ हाम्रो गाउँको पुच्छारमा पर्छ हाम्रो दमाई साथीहरू यता आउँदैछ ओ तपाईँ नि बजा